गर्दाखेरि आज क्लब समन्वय समितिकै पहलले गर्दाखेरि एउटा नेपाली फुटबलमा उज्यालो भविष्यको सङ्केतहरू देखिएको छ। त्यसले गर्दाखेरि म यस कार्यक्रमका संयोजक छु। 1993 सालमा साफ च्याम्पियनसिपमा गोल्ड मेडल हासिल गर्न अथक प्रयास गरेर जुन हासिल गर्नुभएको छ ती आदरणीय खेलाडी मित्रहरू, यहाँ उपस्थित एन्फाका उपाध्यक्षज्यू, केन्द्रीय सदस्यज्यूहरू, आदरणीय फुटबलका प्रशिक्षकज्यूहरू, खेलाडीहरू र यो अभियानमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका पत्रकार मित्रहरू, साथै अन्य आमन्त्रित फुटबल प्रेमीहरूलाई म आफ्नो व्यक्तिगत तर्फबाट यहाँहरूलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। आज नेपाली फुटबलको विकासमा जुन किसिमको बाधाको रूपमा देखिएको थियो त्यसलाई हामीले हाम्रो प्रयासले, हामी सबैको प्रयासले, जस्तै अब यसमा हामीले यो हेर्दाखेरि हामी 2 जना 3 जना अथवा 1 जना देखिएको होला, तर यो अभियानमा हामीले विराटनगरदेखि लिएर हाम्रा प्रख्यात खेलाडी मनिष शाहजीकै घरमा बसेर हामीले धेरै किसिमको वर्कआउटहरू गरेका थियौँ र हामीले जुन तथ्यहरू सङ्कलन गर्न महत्त्वपूर्ण योगदान दिनुभएका हाम्रा विदेशमा रहेका साथीहरू, म अहिले नाम भन्न चाहन्न, यो अभियानको अन्त्य भइसकेपछि म उहाँहरूलाई सम्मान पनि गर्न चाहन्छु। त्यसले गर्दाखेरि आज नेपाली फुटबलको विकासमा जुन किसिमको गति लिनु पर्थ्यो त्यो किन लिन सकेन भन्ने कुरो मैले बताइराख्नुपर्छ जस्तो लाग्दैन। आज खेलाडीहरू, हिजो स्वर्ण पदक जित्ने खेलाडीहरूको हालत यस्तो छ। विगत 40 वर्ष, 30 वर्ष, 20 वर्षदेखि फुटबलमा निरन्तर रूपमा प्रशिक्षण गरिरहेका प्रशिक्षकहरूको हालत यस्तो छ। नियुक्ति पत्र पाएको छैन तर काम गरिरहेको छ निस्वार्थ रूपले नेपाली फुटबलको विकास होस् भनेर। तर एउटै व्यक्तिले नेपाली फुटबललाई तहस नहस गरेको आज प्रमाणित भइसकेको छ। आज सम्माननीय लेखा समितिले जुन किसिमको निर्णय गरेको छ, यो अभियानकर्ताको तर्फबाट म उहाँहरूलाई सम्मान पनि गर्न चाहन्छु र उहाँलाई सल्लाह पनि गर्न चाहन्छु। आज जुन किसिमको अभियान छेड्नको लागि विभिन्न मित्रहरू, चाहे देखेर होस् चाहे नदेखेर होस्, जुन किसिमको हौसला लड्दाखेरि दिनुभएको छ, ती आदरणीय दाजुहरू, मित्रहरू सबैलाई म फेरि सलाम गर्न चाहन्छु। आज यो स्थितिमा जुन किसिमको अवस्था आज सिर्जना भयो, जुन किसिमको अवस्थामा हामी पुगेको छौँ, मलाई जहाँसम्म लाग्छ हामी विजय प्राप्त भइसकेको मैले महसुस गरेको छु। तर पनि साथीहरू, आदरणीय दाइहरू, दिदीहरू, पत्रकार मित्रहरू र प्रशिक्षक गुरुहरू सबैलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि, आह्वान गर्न चाहन्छु भन्दाखेरि, जबसम्म यो अभियानको अन्त्य हुँदैन तबसम्म तपाईँहरू सजग भएर रहनको लागि म अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। किन भन्दाखेरि यो देशमा अगाडि भन्दा पनि पछाडि धेरै पछाडिका खेलाडीहरूले यो देश बिगार्ने जुन धमिराहरू छन्, आज फुटबल बिगार्ने धमिराहरू पनि लागिरहेका छन्। त्यसैले गर्दाखेरि अझै ती व्यक्तिहरूको पनि भण्डाफोर गर्नुपर्छ भन्ने हाम्रो सोचाइ हो। यो देशमा हाम्रो यो अभियानले फुटबलमा मात्रै होइन कि यो देशमा जुन किसिमको भ्रष्टाचार हेर्ने संस्थाहरूलाई पनि एउटा नयाँ दिशा दिनुपर्छ भन्ने मेरो सोचाइ छ। किन भन्दाखेरि हामीले फुटबलसँग पटक लडाइँ गऱ्यौँ। 2055 साल 56 सालदेखि लिएर 2063 सालमा साथीहरू लड्नुभयो। आज 2070 सालमा हामीले फेरि लड्यौँ।
यो साँच्चीकै पक्कै पनि यो जुन सफलता हुन्छ जस्तो लाग्छ। किन भन्दाखेरि यो फुटबलको जनआन्दोलन 3 हो। जसरी नेपालमा जनआन्दोलन 3 ले नेपालमा गणतन्त्र स्थापित भएको थियो, अब फुटबलमा पनि गणतन्त्र साँच्चीकै स्थापित हुन्छ भन्ने हामीले लागेको छ। किन भन्दाखेरि आज हाम्रो अनुरोधलाई लेखा समितिले जुन किसिमले चाहिँ हामीलाई जुन किसिमले चाहिँ निर्णय गरेको थियो, त्यही अनुरूप आज फिफाले पनि जुन किसिमको निर्णय चाँडै जुन किसिमको चाहिँ निवेदन दिन छ, तपाईँको 2 दिन 3 दिनमै जुन किसिमको निर्णय दिनुभयो नि, यस्तो किसिमको निर्णय गर्ने क्षमता चाहिँ मैले फिफामा पनि देखेँ। हाम्रो कम्युनिकेसन नभएको कारणहरूले गर्दाखेरि जस्तो भएको रहेछ। अझै पनि उहाँहरूले हामीसँग धेरै कुराहरू मागिरहेका छन्। हामी ती तथ्यहरू हामी उपलब्ध गराउँछौँ। यो देशमा फुटबलको लागि हिजो के भन्नुहुन्छ उहाँले? फिफाबाट प्रतिबन्ध लाग्छ। हिजो क्लबहरूले चाहिँ प्रिपेरेसन मनी र प्राइज मनी माग्दाखेरि हामीलाई उल्टो कारवाही गर्छ भने अहिले हाम्रो अभियान साँच्चीकै राम्रो भएको कारणले गर्दाखेरि उहाँ आफै अहिले चाहिँ कसैले सस्पेन्डमा पर्नुभएको छ। अझ नौटङ्गी गरेर आफै सस्पेन्ड भएको भन्ने किसिमको जुन किसिमको प्रचार गरिरहेछ नि, सस्पेन्ड उहाँ आफै सस्पेन्ड भयो पनि कसैले सस्पेन्ड गरे पनि सस्पेन्ड त भयो नि, त्यो नौटङ्गी गर्नुपर्ने जरुरी छैन। सस्पेन्ड त त्यतिकै हुँदैन नि। त्यसले गर्दाखेरि साँच्चीकै अब नेपाली फुटबलको भविष्य दिन उज्जवल छ। आज हामीले जुन किसिमको गोष्ठी यहाँ क्लब समन्वय समितिले राखेको छ, आज यो गोष्ठीको यो सुरुवात हो। आज हामीले यहाँबाट सङ्कलन गरेको तथ्यहरूलाई एउटा प्रस्तावको रूपमा हामी लान्छौँ। हामी यो कार्यक्रम यो प्रस्ताव हामीले बनाइसकेपछि जिल्ला जिल्लामा हामी चाहिँ घुम्छौँ। साँच्चीकै नेपाली फुटबलको चाहिँ अब दीर्घकालीन सोच के हो, अल्पकालीन सोच को हो? अब केन्द्रीय अध्यक्षले कार्यक्रम बनाउने होइन, अब जिल्ला अध्यक्षहरू जिल्ला कार्य समितिले कार्यक्रम बनाउनु, अब क्लबका पदाधिकारीहरूले कार्यक्रम बनाउनुपर्छ, प्रशिक्षकहरूले कार्यक्रम बनाउनुपर्छ र खेलाडीहरूले कार्यक्रम बनाउनुपर्छ। अनि मात्र नेपाली फुटबलको साँच्चीकै परिवर्तन हुन्छ। आज ग्रासरुटको लेभलको खेल जुन फुटबलको विकास हुनुपर्ने अहिले भएको छ। अहिले फुटबल सङ्घ भनेको एउटा अनाथालयमा चाहिँ एनजिओ राखेको जस्तो गरेर चलाइरहेको छ। 40 जना बच्चा दिएका छन्, विदेशबाट पैसा ल्याएको छन्, कहाँ खर्च गरिरहेको छन् थाहा छैन। गोल प्रोजेक्ट 3 अन्तर्गत $4 लाख आएको छ। 180 जना बच्चाको लागि पढ्न खेल्न र सबै किसिमको सुविधाको लागि आएको छ। तर कति बच्चा राखेको तपाईँहरू सबैले थाहा छ। धरानमा 25 जना राखेको छन्, बुटोलमा 25 जना राखेको छ, काठमाडौँमा 40 जना राखेको छ। धरान र बुटोलमा चाहिँ 9 लाख र 13 लाख रुपियाँ वार्षिक दिइरहेछ भन्दाखेरि काठमाडौँमा 82 लाख रुपियाँ किन चाहियो? यस्तो असमानता भएपछि फुटबलको विकास हुन्छ। त्यसले गर्दा यो अभियान भनेको चाहिँ यो साँच्चीकै नेपाली फुटबलको विकासको लागि अभियान हो। हामी के भन्ने गरेका छौँ भन्दाखेरि हामी भन्छौँ, म होइन हामी भन्छौँ। किन भन्दाखेरि हामी भन्दाखेरि एउटा फुटबल सङ्घको जिल्लादेखि लिएर गाउँदेखि लिएर सबैको चाहिँ एउटा साझा प्रतिनिधित्व गर्नुपर्छ भन्ने हाम्रो सोचाइ हो। आज फुटबल सङ्घमा नयाँ कार्यवाहक अध्यक्ष भएकोले अहिलेसम्म के गर्दैछ थाहै छैन। कार्यवाहक अध्यक्ष भएपछि त अलिकति कार्यक्रम घोषणा गर्नुपर्छ नि, आफ्नो कार्यक्रमहरू आफ्नो एजेन्डाहरू। अब के गर्ने नेपाली फुटबललाई भन्दाखेरि घोषणा गर्नुपर्छ नि। हिजो एउटा दूतले मलाई फोन गरेर भन्यो, आज वार्ता गरेर भोलिको कार्यक्रम क्यान्सल गरिदिनुहोस् भन्छ। नेपाली फुटबलको विकासको लागि जसोसुकै सम्झौता गर्न तयार हुन्छ, तर करप्सन ढाकछोप गर्नको लागि जस्तै पूर्ववक्ता आदरणीय दायाले भने जस्तै करप्सन ढाकछोप गर्नको लागि सम्झौता हुँदैन। कन्स्ट्रक्सन कम्पनीको मालिकको पार्टनर हुनुभयो होइन, अनि त्यसपछि गरेर आफ्नो घरलाई चाहिँ आफ्नो घर र फ्ल्याटलाई चाहिँ विदेशी प्रशिक्षकलाई भाडामा दिनुभयो र गाडीलाई पनि भाडामा दिनुभयो। यसरी नेपाली फुटबल चल्छ। आज जुन भ्रष्टाचार छानबिन गर्ने एजेन्सीहरू आएर चुप लागेको अझै पनि अन्कनाइरहेछ। मैले भनेको छु, यदि यो छानबिनलाई चाहिँ सिरियसली नगर्ने हो भने त्यो जसले छानबिन गरेको छ
त्यसको ढोकामा चाहिँ 4000 5000 मान्छे लाइन लगाएर हामी निवेदन दर्ता गर्छौँ। हामीले तपाईँहरूले छानबिन गर्नु पर्दैन। हामी 4000 को निवेदन दर्ता गर्छौँ। एउटा चाहिँ इतिहासमा पनि एउटा रेकर्ड हुन्छ र संसारमा एउटा चाहिँ इतिहास कायम गरेर हामी देखाइदिन्छ। अनि त्यसपछि के हुन्छ? त्यसैले गर्दाखेरि अब हामीले जुन किसिमको कुराहरू उठाइरहेछौँ त्यो आज यथार्थमा परिमाण कुरा छ। हिजो हामीले ढुण्ड भन्थ्यौँ, अब हामी ढुण्ड अरिङ्गलको गोल हो भन्ने कुरा त अहिले प्रमाणित भइसकेको छ। हिजो आज सुनिलजीले भन्नुभएको जस्तै हामीले हिजो एजेन्डा मागेको थियौँ। एजेन्डा माग्दाखेरि उहाँले दिनु भएन। र सिस्टममा चलाउँ भन्दाखेरि उहाँलाई चाहिँ एकदमै डर लाग्ने, किनभने सबै चिज देखिनु होला त्यहाँभित्र के भइरहेछ। राम्रो कुरो भएको भए त देखाए पनि हुन्थ्यो, अब नराम्रो कुराहरू धेरै हुँदो रहेछ अनि देखाउन पनि लाज भयो क्या। त्यसले गर्दाखेरि हामीले जुन किसिमको अभियान थालेको छ नि साँच्चै नै नेपाली फुटबलको विकास हुन्छ। हामीले गफ दिएको छैन। यहाँ कस्तो जेन्युन मान्छेहरू छ, इमान्दार मान्छेहरू छ। हिजो चाहिँ फुटबलको लागि दिएको म के पनि होइन। आज आफ्नो पक्षको खेलाडीहरूलाई चाहिँ कटारदेखि लिएर कहाँ चाहिँ उपचारमा पठाउँछ। आफ्नो विरोधीहरूलाई चाहिँ छानी तपाईँको चाहिँ कुनै 1000 पनि सहयोग गर्छ। अब हामी माग गर्छौँ चाँडै अख्तियारले छानबिन गरेर मुद्दा दायर गरेर त्यहाँबाट चाहिँ क्षतिपूर्ति कति हुन्छ, कति करोड हुन्छ, त्यो कति करोड हुन्छ, जति करोड हुन्छ त्यो पैसा चाहिँ खेलाडी कल्याण कोषमा साँच्चै अब जम्मा गर्नुपर्छ। हुनसक्छ 20 करोड 25 करोड हुन्छ, त्यो अब खेलाडी कल्याण कोषमा जान्छ। मलाई कानुनी रूपमा थाहा छैन, तर पनि त्यो हुनुपर्छ भन्ने हाम्रो माग। त्यसैले गर्दाखेरि हुन त तपाईँहरूको सबैले जानकारी छ। आज 2059 सालमा हाम्रै अहिले कार्यवाहक अध्यक्षज्यूले चाहिँ एउटा निर्माण समितिकोमा बसेर काम गर्नुभएको रहेछ। 2 करोड 4 लाखमा चाहिँ काम सकाएको रहेछ। त्यसपछि गएर पूर्व महासचिवज्यूले चाहिँ हाम्रो गणेश थापाजीसँग चाहिँ विद्रोह गरेर है निलम्बित अध्यक्षसँग चाहिँ विद्रोह गरेर जानुभएको रहेछ। गएपछि गीतारानीजीलाई चाहिँ एउटा चाहिँ फिफामा त्यही प्रोजेक्टको एउटा रिपोर्ट चाहिँ उहाँले गीतारानीलाई बुझाउनु भएको रहेछ। 3 करोड चान्चुनको रहेछ। त्यो 3 करोड चान्चुनको चाहिँ रिपोर्ट रहेछ। यहाँको हिसाब किताबमा चाहिँ त्यो भवन चाहिँ अमानतमा बनाएको देखाएको छ। त्यसपछि फिफामा के भनेछ भन्दाखेरि एउटा कम्पनी खडा गरेर नक्कली कम्पनी खडा गरेर यो कन्स्ट्रक्सन कम्पनीले यति करोड 3 करोड कति 60 कि 70 लाखमा बनाएको भनेर पठाएको रहेछ। मैले यो कुरा किन उठाएको भन्दाखेरि फिफामा चाहिँ के अरे ठेक्कामा दिएको नेपालमा चाहिँ अमानतमा गयो। त्यस्तो केस पनि 2063 सालमा अख्तियार दुर्पयोगको अनुसन्धानले तामिलीमा राखेको। अब के कारणले तामिलीमा राखेको त्यसको पनि अब छानबिन गर्नुपर्छ। हामी त्यो कुराहरू पनि उठाएका छौँ। 2टा आयुक्तहरूले चाहिँ त्यसमा सही गरेको छ। कारणै मिल्दैन भयो। यहाँ चाहिँ अमानतमा बनाउने, फिफामा चाहिँ तपाईँको ठेक्कामा दिने, अनि त्यसपछि गएर चाहिँ 1 करोड चान्चुनको डिफ्रेन्स छ, त्यसमा 40 लाख रुपियाँ खेलाडी कल्याण कोषमा राखिदिने, अनि बाँकी पैसा कहाँ गयो? 40 लाख पनि अहिले चाहिँ स्रोत देखाउँ भन्दाखेरि उहाँले देखाउन सक्नुहुन्न। स्रोत के हो भने देखाउन सक्नुहुन्न। फेरि चाहिँ पत्रकारहरूले सोद्धाखेरि 40 लाख कहाँबाट आयो भन्दाखेरि त्यो चाहिँ कसरी के लिगली कमिसन आउँछ। लिगली पनि कमिसन आउँछ। लिगली कमिसन आउँछ चाहिँ 10% आउँछ। त्यसमा त झन् 3 करोड चान्चुनमा होइन रहेछ, 4 करोड चान्चुनमा बनाएको रहेछ नि त। त्यो त प्रोजेक्ट त होइन। 10% आयो भने त 4 करोड चान्चुन हुनु पर्यो नि त, 40 लाख त। त्यसले गर्दाखेरि यति झुटको खेती गरिरहेछ नि जिल्लाका साथीहरूले यति गुमराहमा राखेको। सबै साथीहरूलाई त म भन्दिनँ, जिल्लाको पनि साथीहरू धेरै जस्तो कस्तो रहेछ भने केन्द्रमा जस्तो रहेछ जिल्लामा पनि त्यस्तै रहेछ। अब विदेश जानुपर्ने पनि लुसुको चाहिने, कार्यसमितिले थाहै नदिने। पैसा आयो भने आफै खर्च गरेर पठाइदिने, कार्यसमिति थाहै नदिने। अब हाम्रो अभियान के हो भन्दाखेरि जिल्लादेखि लिएर केन्द्रसम्म चाहिँ एकदम साँच्चै पारदर्शी ढङ्गले संस्थागत ढङ्गले चलाउनु भन्ने हाम्रो सोचाइ। अझै पनि साथीहरूले के भन्छ, त्यसलाई हटाएर पनि हुनु पर्यो नि भन्छ। त्यो हटाउने कुरा होइन कि आफै हट्छ। किन भन्दाखेरि कर्तव्य गरेको छ। किन भन्दाखेरि अब
भन्नुपर्दा अब चाहिँ अहिलेसम्म गोल्ड चाहिँ कति आयो 124 124 मा सबै बिलमा कसले सही गरेछ भन्ने कुरा मैले भन्नु पर्दैन हैन सबै बिलमा कसले सही गरिरहेछ भन्दाखेरि मैले भन्नु पर्दैन सबैले थाहा छ त्यसले गर्दाखेरि त्यति मात्र होइन भने टिभी किन्ने ठाउँमा पनि त्यो एन्फामा आउने टिभी घरमा पनि लाँदो रहेछ के अब फर्निचर कसले सप्लाई गरिदिन्छ आफ्नै मान्छेले दिनुहुन्छ अनि ग्लोबल टेन्डर गरेको छ ग्लोबल टेन्डरको नियम हेर्नुहोस् न ग्लोबल टेन्डरको चाहिँ नियम अनुसार के छ भने कति अर्ब भन्दा माथिको प्रोजेक्टको मात्र ग्लोबल टेन्डर हुन्छ अब चाहिँ के भन्नुहुन्छ फिफाले नि सूचना जारी गरेको ग्लोबल टेन्डर गरेको अनि केसी कन्स्ट्रक्सन भन्ने आफ्नै नाता बदलले थाहा पाएछ फिफामा ग्लोबल टेन्डर भने त्यस्तो पनि हुन्छ र भने अनि साथी भन्ने संस्थालाई पनि आफै टेन्डर हालेर पाएको रहेछ भने पहिले त हामीलाई पनि थाहा थिएन कि अब अनुसन्धानमा यसो खातापाता हेर्दै गएपछि त त्यो साथी भन्ने संस्थाको पैसा पनि एमाबाटै गएको हामी त उतैबाट आयो होला अब त्यो फिफाको अब अध्यक्षसँग हातसाथ मिलायो एकदम फोटोसोटो खिच्यो उतैबाट आयो होला भन्ने कि हामीलाई त थाहा थिएन नि त सबैभन्दा ठुलो चाहिँ गलत निर्णय चाहिँ नीतिगत निर्णयमा गलत चाहिँ के भएको छ भन्दाखेरि 14 वर्षसम्म हामी चाहिँ बस्यौँ साथीहरू त अझ 19 वर्ष पनि छ विजय दाइ 6 वर्ष होला होइन अब दिपक काजीजी त धेरै पहिलेदेखि त्यतिखेरदेखि नै हामीले चाहिँ के भनेको अरे विधानमा के लेखेको छ भन्दाखेरि विधानको धारा 32 मा के लेखेको छ भन्दाखेरि कार्य समितिको निर्णयमा हैन बहुमत र अल्पमतले हुनेछ बराबर भएको खण्डमा अध्यक्षले निर्णय मत दिन पाउनेछ भन्छ त्यो त कहिले पनि लागू भएन हामीले अहिलेसम्म उपस्थितिमा मात्र सही गरेछ अनि हामीले उपस्थितिमा हैन निर्णयमा पनि सही गर्न पाऊँ भन्दाखेरि पटक पटक उठाउँदाखेरि मान्दै मान्नुहुन्न ल ठिकै छ तपाईँ नै पस्नुहुन्छ भने किनभने हामीले त सही गरेको छैन निर्णयमा अस्ति मैले अध्ययन गर्दा यो कपी यसो लिएर आएको त निर्णय त एकदम हावादारमा रहेछ एउटै मसी छ कतिले भन्दाखेरि 7 वर्षको माइनर कति दिनमा लेखेर 4 दिनमा लेखेर 7 वर्ष थप्ता अनि एउटा कर्मचारीले मलाई के भन्यो भन्दाखेरि सर हामी त 2 रात 3 दिन बसेर चाहिँ हाजिरमा सही गरेको उहिले देखेको 52 साथीको हाजिरमा सही गरेको पता यस्तो किसिमको गतिविधिहरू भइरहेछ कि यो कसरी यसरी संस्था चल्छ फेरि बन्द गर्दै अनि कोल्याप्स गर्दै फेरि अर्को खाता खोल्ने देखाउने के यस्तो कुराहरू देखिरहेछ अहिले अब मैले अब बोलेको कुरा चाहिँ साँच्चीको हो कि होइन भन्ने कुरा अब तपाईँले भविष्यमै थाहा हुन्छ त्यो खाताहरू थाहा हुन्छ त्यसले गर्दाखेरि म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि खेलाडीहरू प्रशिक्षकहरू यो देशमा साँच्चीकै फुटबल बचाउने हो भने हामीले यो अभियानलाई चाहिँ मूर्त रूप दिनुपर्छ जबसम्म यो अभियान मूर्त रूप दिन सक्दैन तपाईँ हामीले अहिले जुन खिएको जुत्ताहरू फुलाएको कपालहरू व्यर्थ हुन्छ दिपक खातीजीले चाहिँ ठाउँ ठाउँमा जानुहुन्छ भन्नुहुन्छ मैले धेरै जोरी चाहिँ नराम्रो काम गरेँ अब चाहिँ अन्तिममा त अहिले पाप पखाल्नु भन्नुहुन्छ नि अब हामी सबै पाप पखाल्ने लाभ हुन्छ किन भन्दाखेरि अब यो जन्म त हाम्रो त एकपटक त होला नि अर्को पटक हुन्छ भने त हामीलाई थाहा छैन नि त अब यही जन्ममा चाहिँ राम्रो काम गरेर हामी सबैले आज पत्रकार मित्रहरूले जुन किसिमको तथ्यपूर्ण समाचार छापेको छ त्यसमा पनि उहाँले एट्याक गर्नुहुन्छ हाम्रो मात्र समाचार छ हाम्रो के समाचार उहाँकै समाचार हो उहाँले गरेको कामै छाप्नु हो होइन हामीले के गर्ने पाएन के छाप्ने हाम्रो होइन हो कि भन्नुहोस् जति छापेको छ उहाँकै छापेको छैन हाम्रो त छापेको छैन नि त त्यसले गर्दाखेरि चाहिँ के हो भन्दाखेरि अब साँच्चै अब हाम्रो जुन अब चाहिँ अब कार्यक्रम चाहिँ अब हामी एउटा जिल्ला जान्छौँ अब लिगलाई कसरी व्यवस्थित गर्ने दीर्घकालीन 5 वर्ष अगाडि तपाईँले फिफाको वेबसाइटमा हेर्नुहोस् होइन क्रिकेट बोर्डले कति पैसा दिएको छ त्यसको मार्केटिङको लागि कति खर्च गरेको छ भौतिक पूर्वाधारको लागि कति खर्च गरेको छ 5 वर्ष अगाडि फिफाले तपाईँको चाहिँ फिफा र तपाईँको चाहिँ क्रिकेट बोर्डले चाहिँ तपाईँको सहयोग गरिरहेछ हाम्रो चाहिँ त्यतिकै गर्ने हुन्छ भने नेसनल लिग त गर्ने भन्नुभयो
नेसनल लिग किन गर्ने भन्यो अरे भन्दाखेरि उहाँको विश्वास मित्रले के भन्नु भने नेसनल लिगले किन ल्यायो भने देखाउने हो के किन देखाउने भनेको त खेलाडीहरू तपाईँहरू हामीतिर लाग्छ भनेर अनि अड्काएर भनेर के अनि 1 वर्ष जागिर पाउँछ भनेर हेर्नुहोस् अब नेसनल लिग गऱ्यो भने तिमीहरूले 1 वर्ष जागिर कन्फर्म भन्नुभएको भनेको छ अनि वैशाखमा दिँदै गर्ने भदौमा किन नगर्यो त भदौमा गर्छु भने होइन खेलाडी दल त भदौदेखि उठ्ने भनेर पत्रिकामै पढ्यो हामीलाई त थाहा छैन नि कार्य समितिको उपाध्यक्ष भयो भने फेरि पत्रिकामै पढ्यो हामीले फेरि भदौमा नआउने भयो कार्तिक 22 गतिदेखि भन्यो फेरि तपाईँको भएन फेरि कहिले भन्दाखेरि फेरि मङ्सिर 22 भन्ने शब्द के हो मैले पुरै बुझेको छैन मैले त 18 दिन थाहा छ फेरि 18/8 दिन थाहा छ भन्दाखेरि यसो हेर बोर्ड प्रोजेक्ट 18 करोड लिगको लगाएको 8 लाख डलर होइन त्यसरी प्रसङ्गसँग सम्झौता भएको 28 करोड मलाई त्यो 8/8 नै मलाई थाहा छ यो 22 किन नहुन्छ भनेर थाहा भयो अर्को कुरा के छ भन्दाखेरि प्रशिक्षकसँग पनि फटाएन प्रशिक्षक पनि न 2 जना प्रशिक्षक खुलासनसँग एग्रिमेन्ट गरेर ल्याएको रहेछ एउटाले चाहिँ 10,000 मा सही गराएछ एउटाले चाहिँ 5,000 मा सही गराएछ अनि पहिले बुझ्दाखेरि के भन्छ भने 5,000 डलर मात्रै लिएर जाऊ बाँकी सबै काम हामी गर्छौँ भन्छ के गर्ने थाहा भएन है त्यो बाँकी काम हामी सबै गर्ने अनि कर त तिर्नु पर्यो भने तिमी अमेरिका जाऊ कर हामी तिर्नु होला भने हामीले पनि यसो त्यहाँ चाहिँ फुलचोकतिर चाहिँ कर कार्यालयमा यसो गरेर बुझ्नु गएको त कर त के तिर्नु नि कर त तिरेकै छैन प्यानमा दर्ता त 2069 सालमा गएको छ फुटबल सङ्घ 2051 सालदेखि जन्मेको छ त्यत्रो वर्ष पुरानो अब चाहिँ प्यानमा चाहिँ 69 सालमा दर्ता गरेको थिएँ मैले भन्न खोजेको के भन्दाखेरि यसरी संस्था चल्दैन क्या अडिट हेर्नुहोस् न त्यो एउटै फर्मेटमा चाहिँ अडिट बनाएको थियो एउटै फर्मेट पोहोर सालकोमा अलिकति रकम थप्ने हो कि घटाउने गरिरहेछ होइन नत्र पनि एउटै फर्मेटमा अब एनवाई एकाडेमीमा अघि भने धरान र फुटबलमा चाहिँ 13 लाख 9 लाख दिन्छ यहाँ चाहिँ 82 लाख रुपियाँ खर्च हुन्छ फेरि यहाँको खेलाडीहरू कस्तो खान्छ भनेदेखि म पनि अलिकति के मैले पनि कसरी थाहा पाएँ भन्दाखेरि म पनि कहिले केही नेसनल टिममा चाहिँ के टिम लिडर भएको बेलामा त्यो हस्टेलमा छिर्नु पाएँ भने चाहिँ छिर्नु पाएँ अनि बच्चाहरूको त यसो यसो हेर्दा दाल यसो हेर्दा पुरानो त गजब रहेछ भने कहाँ सर यसो चम्चाले चलाएर हेर्नुहोस् भन्दाखेरि त त्यो दालको बास्ना मात्र आउने थियो कि दालमा त बास्ना आउने बनाउने भनेपछि अरू केमा त्यस्तो गरेर ल विचार गरेर मलाई यति आनन्द लागिरहेछ कि मलाई जहिले पनि 14 वर्षमा के हुन्छ भने आफ्नो काम पनि गर्नु पर्यो नि यसो गरे कि आए आओस् नआओस् भनेर चाहिँ जिल्लाको साथीहरूले चाहिँ 4 दिन 5 दिन अगाडि थाहा हुन्छ कुनै पनि कार्यक्रमहरू अनि हामीलाई चाहिँ कसरी कि राति गरी बिहान गर्ने कि ल कार्यक्रममा आउनु पर्यो भनेर क्या आए आओस् नआए अब अलिक चाँडै आयो भने धेरै कुरा थाहा पाउँछ भनेर होला तर उहाँले नबोलाए पनि यति कुरा थाहा पाइसक्यो कि हामीले त कसरी के 2059 सालदेखिको अहिलेसम्मको बैठकमा चाहिँ बोलाएको पत्र पनि राखिरहेको छैन अहिले त्यो बैठकमा एजेन्डा कति दिएको छ अहिले महिनामा कति पास भएको छ त्यो पनि हामी हिसाब निकाल्न सक्छौँ अब पैसा मिलाउँदा मोदी नै कन्फ्युज के भएछ भन्दाखेरि त्यो टिकटको पैसा बसेर अघि आयो नि टिकटको पैसा 55 लाख त एउटा गेममा आएन 3टा गेममा त कति आयो टोटल गेममा 2 करोड 54 लाख आयो भने मैले एफी क्यापिटलमा अब 2 करोड 54 लाख रुपियाँ आयो यसो अडिटमा हेरेको त 88 लाख मात्र थियो अघि मलाई के शङ्का लाग्यो भन्दाखेरि फर्निचरजी र सुनिलजीले भनेपछि अलिकति शङ्का लाग्यो अहिले नयाँ कुरा आएको जस्तो लाग्यो मलाई फेरि अघि टिकट चाहिँ मन्त्रालयमा 400 500 कहाँ 400 700 दिन लेखाउँदै रहेछ अस्ति अख्तियारमा पनि त्यही कागज देखाएको थियो कि साँच्चै मैले हेरेको थिएँ 400 500 चाहिँ ल यो इस्यु गरेको साँच्चै हो भनेर मलाई सोधेँ कि साँच्चीले कसरी टिकट पनि यसरी युज गरेँ अनि त्यो पैसा चाहिँ कागजमा अब कम उठेको पैसा चाहिँ धेरै उठाएको अब 7 गेममा त तपाईँहरू अब ताजै छ होइन अब त्यसले गर्दाखेरि चाहिँ अब त्यहाँ काम गर्ने साथी मित्रहरूले कस्तो घर बनाएको छ त्यो पनि छँदैछ त्यसले गर्दाखेरि यो फुटबलमा चाहिँ करप्सन चाहिँ अन्त्य हुनुपर्छ करप्सन अन्त्य भयो भने साँच्चीले विकास हुन्छ हामी अहिलेसम्म प्रचण्डका पनि पुगेको छैन के अरे सुशील कोइरालाका पनि पुगेको छैन केपी ओलीका पनि पुगेको छैन उहाँ 5 चोटि 7 चोटि पुग्नु होइन हामी अहिलेसम्म पुगेको छैन अब हामी जान्छौँ उहाँहरूलाई पनि हामी
उहाँहरू पनि साँच्चै नेता हो कि अब चाहिँ होइन देश राम्रैसँग चलाउने हो भने राम्रै कुरातिर समर्थन गर्नु पर्यो। हामी जान्छौँ अब आजको भेलाबाट चाहिँ हामीले केही कुराहरू सुझाव र सङ्कलन गरिरहेका छौँ। नेताहरूलाई एउटा सचेत पत्र हामी दिँदै जान्छौँ। तपाईँहरूलाई थाहा छैन सर, विगतमा जुन गरेको गल्तीहरू छ अब हामी गर्दैनौँ। विगतमा 59 सालमा काङ्ग्रेसको मन्त्री थियो, टाक्काटुक्का मिलाएर हामीलाई पनि थामथुम गराउनु भयो। 63 सालमा एमालेको मन्त्री थियो, टाक्काटुक्का गरेर मिलाउनु भयो, माओवादी पनि मिलाउनु भयो। अब कसो भन्दाखेरि हामीले के छ भने नेताहरूलाई पनि बाँकी राखेको छ यदि मिलाउन थाल्यो भने। अहिलेको मन्त्रीज्यूले लेखा समितिको निर्देशन अहिलेसम्म अखिल नेपाल फुटबलसम्म लिगली पुगेको छैन, कानुनी रूपमा भन्यो भने अहिलेसम्म पुगेको छैन। लेखा समितिको निर्णय अनुसारको निर्देशन चाहिँ अहिलेसम्म पालन भएको छैन। जो 4 जनाले सस्पेन्ड गर्नुपर्ने अहिलेसम्म गर्नुभएको छैन। भोलिन्टरी सस्पेन्ड भन्ने केही हुन्छ संसारमा? आफै बसेको मिटिङले आफ्नो सस्पेन्ड गर्ने पनि निर्णय हुन्छ। बरु राजीनामा हुनसक्छ होइन, स्वास्थ्यको कारणले राजीनामा हुनसक्छ, नैतिकताको आधारमा राजीनामा हुनसक्छ, आफैले आफै पनि सस्पेन्ड हुन्छ। यो त खास गरी आउने गिनी बुकमा त राख्नुपर्ने है खास गरी, किनभने आफैले आफै सस्पेन्ड पनि हुन्छ। आत्महत्या मात्र हुन्छ सस्पेन्ड होइन, हुन त आत्महत्या भन्न र लाज लाग्यो भने त्यही गरे। त्यसले गर्दाखेरि अब हामी नेपाली फुटबलको विकासको लागि रचनात्मक सहयोग गर्छौँ। अहिलेका नयाँ पदाधिकारीहरूले सिस्टममा चल्न कोसिस गरोस्, हाम्रो सहयोग हुन्छ। जहिले पनि हामीले भन्दै आएका छौँ हामी सिस्टममा जाने हो भने जसलाई पनि सहयोग गर्छौँ। हामी यहाँ कोही पनि पद भएकै मान्छेहरू पद खानालाई कोही पनि आएको छैन। यहाँ पद खानालाई त उहाँले मलाई पनि धेरै विदेश घुम्नुपर्छ भन्ने हो। तर मैले के भने भन्दाखेरि नोमिनेसन आएको मात्र घुम्ने, नोमिनेसन आएको नघुम्ने। तर पनि मलाई एकचोटि झुक्काएर पठाएको, एकचोटि झुक्काएर पठाएको। तपाईँको चाहिँ बर्लिनमा वर्ल्ड कपले म सानो गोजनतिर घुम्दै थिएँ, मेरो पासपोर्ट पनि म्याच सकिसकेको थियो, मेरो नागरिकता पनि हराएको छ। पर्सिसम्म पासपोर्ट ल्याउनुहुन्छ भने अनि हाम्रो दिपकजी बसन्तजी पनि त्यहाँतिर आउनुभएको रहेछ। अनि मैले किन भने जर्मन एम्बेसी गेटमा बोलाएँ। अनि हामीले सुने त 3 जना त पहिले नै जाने भनेर सुनेको थियौँ। 3 जना पठाए भइहाल्यो भने भर्खर अब चाहिँ जनआन्दोलन सफल भएको यसो अब त बहुदलवादीले पनि यसो पठाइदिउँ भन्ने उहाँको सोचे होला नि त। अनि त्यसपछि गयौँ हामी। अनि खोइ नोमिनेसन लेटर नभए त कहाँ जाने भने के अरे नरेन्द्र श्रेष्ठ, विराट चन्द्र, ललित कृष्ण चाहिँ फिफाको चाहिँ डेलिगेट थिए। अनि वसन्त अर्या, म र दीपक खाती चाहिँ एएफसीको डेलिगेट थिए है। अनि नोमिनेसन चाहेन भने त एएफसी त उहाँकै हातमा रहेछ, त्यहाँबाट चिठी पनि आएको थियो। अनि गएपछि त के को डेलिगेट हुने थियो? होटेलमा उनीहरूको रुम पार्टनर भएर सुत्ने, अनि दिउँसो दाल र चिउरा खाने, अनि चाउचाउ पकाउँदै खाने। बाहिर त हामीले के पनि गरेन कि त्यहाँ। यसो त कहाँ हुन्छ भने यो भन्ने एउटा गर्ने अर्को भयो कि। अनि त्यसपछि गएर मैले अब फुटबल पनि हेर्नु पाउँदैन साथीहरू। अब फुटबल पनि हेऱ्यो नेपालमा, अब हाम्रो बेजती हुनुभयो भन्ने। अनि त्यसपछि उहाँहरूले चाहिँ अलिक कडाइ कुरा गर्नुभयो त्यहाँ। अब फुटबल पनि हेर्न पाएपछि त हामी के ध्यान दिनु भयो भने टिकट पनि उहाँले मिलाउन सक्नु भएन। त्यसपछि गएर ललितजी चाहिँ मान्नु भएन। अनि त्यसपछि गएर विराट र नरेन्द्र श्रेष्ठ र आफू चाहिँ होटेलमा बसेर हेरे। अनि हामीलाई चाहिँ उहाँको टिकटमा चाहिँ फुटबल हेर्नु पर्यो। जो उहाँहरू 2 जनाको प्रयासले फुटबल चाहिँ बर्लिनमा अहिले पनि गफ दिँदैछु। 2006को वर्ल्ड कप चाहिँ हेरेको छु भने गफ दिनु। त्यसले गर्दाखेरि यो मैले भने यो सबै प्रमाण किनभने यो सिस्टममा नभएको कारणले अर्को यसरी फेरि झुकायो, अर्को फेरि झुकायो। कुमार थापा चाहिँ काम महासचिव, अनि मलेसियामा जानुपर्ने भन्यो। के कार्यक्रम भनेर एउटा उपाध्यक्ष जानुपर्ने भयो, एउटा महासचिव जानुपर्ने भयो। अनि के कार्यक्रम हो त्यो? ठुलो सेमिनार संसारभरिको चाहिँ भेला हुन्छ नि, गोष्ठी हो यहाँ त्यहाँ भन्यो।
अनि त्यसपछि गएर चिठी पनि मगायो। मलेसियन एम्बेसीमा नाम रहेछ ठिकै होला भन्छ कि मलेसियन एम्बेसीमा भिजा लिनु गएको थिएँ। अनि त्यो भिजा सिजा लाग्यो। त्यसपछि त्यहाँ मलेसियामा पुग्यो। मलेसियामा पुगेपछि के गर्नु उपाध्याय हुनु टेक्निकल डाइरेक्टरको चाहिँ ट्रेनिङमा मलाई आएको थियो। अनि त बोल्नु पर्यो नेपालको तर्फबाट बोल्नु पर्यो भन्छ। अनि मैले पनि हल्का चाहिँ मिलाएर चाहिँ अलिअलि भाषण गर्ने बानी सिक्यो भने अहिले हल्का मिलाएर चाहिँ भने। अनि त्यसपछि गएर चाहिँ उनीहरूले प्रेजेन्टेसनहरू देखाउन थाले। प्रेजेन्टेसन देखाउँदाखेरि त वर्स्ट प्रेजेन्टेसन अफ नेपाल भन्छ। किन भनेर सोधेको त त्यो बेलामा 31वटा जिल्ला थियो। जिल्लासँग 31वटा जिल्ला थियो। अनि यसो हेरेर त कास्की जिल्लामा पनि त्यही बच्चाको नाम छ। त्यसपछि गएर रूपन्देही जिल्लामा पनि त्यही बच्चाको नाम छ। यसो हुँदा 10वटा जिल्ला हेरे 10वटा जिल्लामा त्यही बच्चाहरूको नाम छ भनेपछि त्यही बच्चाहरू 10वटा जिल्लामा ट्रेनिङ गराउँदो रहेछ क्या। यहाँबाट पठाएको पढ्नु है एउटै बच्चा 10वटा जिल्लामा ट्रेनिङ गर्नु रहेछ। कस्तो फास्ट होला। अनि कोच पनि त्यही भयो। अनि मैले यहाँ आएर भने मैले त्यो पेन ड्राइभ सेन्टर पनि मैले उपेन्द्रलाई दिन्थेँ। यहाँ आएर अनि मैले त्यसपछि गोकुललाई भने गोकुल के हो तिमीले बेजती गरे नेपाल यो त जुन जिल्लामा पनि एउटै बच्चाहरूको नाम छ के हो यस्तो गरेर। अनि उसले पनि रिसाएर भने कि दाइ के गर्ने म एक्लै काम गर्ने जिल्लाको कोचहरूले रिपोर्ट पठाउँदैन क्षेत्रको कोचले रिपोर्ट पठाउँदैन। अनि मैले के गर्ने फोटोको गाडी पठाउने गाडी अनि जिल्ला र क्षेत्रको प्रशिक्षकले पनि के काम गर्छ 3000 रुपियाँ दिएको छ होइन। 3000 दिएको थियो के को नाम छ नाम पनि सिग्नेचर पनि दायाँबाट बायाँबाट हामीले पठाउँदैन भनेपछि यतिसम्मको अराजक छ कि प्रशासन चलाउने। त्यहाँ फुटबलमा सबैले थाहा भइसक्यो भने यहाँ पछाडि गर्दाखेरि अलामदाम हुन्छ कि साथीहरू त्यतिपछि। त्यसले गर्दाखेरि अब म धेरै कुराहरू बोल्नु भन्दा भने अझै पनि भविष्यमा फेरि तपाईँहरूसँग आफ्नो कुराहरू राख्छु। यो नेपाली फुटबलको विकासको लागि म अनुरोध के गर्न चाहन्छु भन्दाखेरि तपाईँहरू यसमा निरन्तर खटिराख्नु केही भन्न सकिँदैन। तर खुसीको कुरा के छ भने फिफाले नै गरिसकेपछि सक्यो होइन। तर पनि नेपालमा अनेक किसिमको खेलहरू हुँदो रहेछ। त्यो कुराहरू म पछि यो अभियान सफल भएपछि अझै पनि म सेयर गर्छु। मलाई के लाग्यो भन्दाखेरि अब किताबै लेख्नुपर्ने हो कि जस्तो पो लाग्छ यो कार्यक्रम यो अभियान सकेपछि। कुन समाचारले कुन स्टार होटलमा बनाउने है कसले फोन गरेर तिम्रो क्षेत्रमा यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु। हल्का कुरा त राम्ररी कतिवटा दिने पनि अस्ति आस्थामा चाहिँ इन्टरभ्यूमा हल्का चाहिँ त्यहाँ पनि आएको छ। तर त्योभन्दा पनि धेरै भयानक खेलहरू हुँदो रहेछ नेपालमा। यस्तो किसिमको पर्दा पछाडिको चाहिँ घृणित खेलहरू नहोस् मेरो चाहिँ आफ्नो व्यक्तिगत सोचाइ। यदि यस्तो खेलहरू भइरह्यो भने नेपालमा विकास हुँदैन। राम्रो कुरा त किनभने मैले किन पर्दा पछाडि भन्दाखेरि राम्रो कुरा गर्न लाज पनि हुँदैन राम्रो कुरा अगाडि नै हुन्छ। पर्दा पछाडि जति कामहरू हुन्छ नराम्रो कुरा हुन्छ। त्यसैले पर्दा पछाडिको चाहिँ घृणित कामहरू कम होस् यो देशमा। यो देशको नेताहरूले सद्बुद्धि पाओस्। हुँदा हिजो क्याबिनेटले खेलकुद परिषदको बोर्डले गर्ने काम पनि गरेको छ। क्रिकेटसँग विघटन गरेको क्याबिनेट त खेलकुद परिषद भन्दा पनि घटिया भयो। मैले हिजो मन्त्रीज्यूलाई फोन गरेर भनेको अब के गर्ने मन्त्रीज्यू करायो गर्नुहुन्छ 3 महिना भयो लबिङ गरेको कोलिसन पार्टनर भन्नुहुन्छ। कोलिसन पार्टनर भयो भने राम्रो काम त गर्नु पर्यो नि। सायद आज मुद्दा हाल्यो रित लागिहाल्छ किनभने क्याबिनेटमा कुनै एजेन्डा फ्लो गर्दैन भने नियम त हुन्छ नि। टेक्निकल मुद्दा हाल्न मिल्दैन यो पास गर्नु पर्यो भनेर त हुँदैन हुँदैन होइन। विधेयक हुन्छ नियम हुन्छ ऐन हुन्छ होइन। क्याबिनेटको चाहिँ तपाईँको नियमावलीहरू हुन्छ। तर यस्तो किसिमको गतिविधिहरू नेपालमा भइरहेछ। अझै हामी सचेत हुनुपर्छ। आगामी दाइहरू फुटबलका जुन हस्तीहरूलाई म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि अझै हामी एकदमै सचेत भएर अगाडि बढ्नुपर्छ। यदि नेपाली फुटबललाई साँच्चै परिवर्तन गर्ने हो भने सचेतै हुनुपर्छ। साँच्चै सचेत हुनुपर्छ। यो अभियान चाहिँ अन्त्य भइसकेपछि हाम्रो जुन यो समूह छ साँच्चै नेपाली फुटबलमा 5 वर्षमा चाहिँ हामीले युगान्तकारी परिवर्तन गर्न सक्छौँ। कसरी भन्दाखेरि
ग्रासरुट लेभलको प्रोग्रामहरू हामी धेरै चिज गर्नुपर्ने व्यवस्था छैन। लिगलाई अलिकति व्यावसायिक तरिकाले सञ्चालन गर्नु पर्यो। लिगलाई व्यवसाय भनेको दायाँ भने आफ्नो क्लबलाई अलि 10-15 लाख पनि थपिदिने गोर्बेरुममा तलबाट, अनि अरू क्लबलाई चाहिँ यसो अघि पनि आइसक्यो, यसो फिक्सिङ त अब अन्तर्राष्ट्रिय लेभलमा अस्ति पनि गरेर आइसक्यो होइन। यो भइरहेको छ। खेलाडीहरू यति टर्चर छ अहिले, मसँग पनि केही खेलाडीहरूको चाहिँ कसैले सम्पर्क छ, धेरै टर्चर हुन्छ नि यार। राष्ट्रिय टिम भएर खेल्नु गएको खेलाडीहरू त्यस्तो बिलो मतलबमा खेलेर आइसकेपछि एउटा जिन्दगीमा गर्न नहुने कामहरू गऱ्यो नि, त्यो ग्लानी हुन्छ। आत्मग्लानी भनेको अरू देखाउनु पर्छ। मन असन्तुष्ट हुन्छ, मन असन्तुष्ट भएपछि त्यही रोग हुन्छ, त्यही असन्तुष्ट हुन्छ, दिमागले काम गर्न छोड्छ। त्यसले गर्दाखेरि यी कुराहरू चाहिँ हामीले नगर्दैन। अझै पनि हामीले पूर्व पश्चिम यात्रा पनि हामी गर्न चाहन्छौँ। जिल्लामा साथीहरूसँग हाम्रो कुराहरू भइरहेछ। तपाईँहरूले हामी साँच्चीकै ती कुराहरू पनि जानकारी गर्छौँ। पत्रकार मित्रहरूलाई विशेष गरी म धन्यवाद दिन चाहन्छु। गणेश थापाको न्युजहरू जस्तो छ त्यस्तै छापिदिनु भएकोमा होइन। त्यसले गर्दाखेरि यो नेपाली फुटबल साँच्चीकै परिवर्तन हुन्छ अब, साँच्चीकै अब। किनभने हाम्रो यो हस्तीहरू यो इमान्दार मान्छेहरू अहिले लागिरहेछ। आज केही फटाहरू केही लुचाहरू पनि छन् फुटबलमा। हामी के भन्छौँ भन्दाखेरि फुटबलको पदाधिकारी भएर काम गर्ने हो भने तलब खानु हुन्न। फुटबलको पदाधिकारी पनि खाने, तलब पनि खाने, विदेश पनि घुम्ने, त्यो काम चाहिँ गर्नु पाइँदैन। फुटबलमा साँच्चीकै प्रोफेसनल मान्छे ल्याउनु पऱ्यो। आज क्रिकेटले चाहिँ क्याम्पमा चाहिँ एउटा सिइओ नियुक्ति गरेछ त, गर्न सकिँदैन। फुटबल सङ्घ भनेको एउटा नीतिगत निर्णय गर्ने हो। कार्यान्वयन पछि एकदमै प्रोफेसनल मान्छेहरू आएर गर्नुपर्छ। आज आर्थिक पारदर्शिता किन नभएको भन्दाखेरि आर्थिक नियमअनुसार काम नगरेको नयाँ कुरा हेर्नुहोस्। अहिले एन्फोमा आर्थिक नियम छ कि छैन सोध्नुहोस् त। अहिलेको वर्तमान पदाधिकारी र पूर्व पदाधिकारी सोध्नुहोस् न, उहाँले छैन भन्नुहुन्छ। तर अख्तियारमा चाहिँ फेरि आर्थिक नियमले पुऱ्याउनु पर्छ। अख्तियारमा चाहिँ हामीलाई थाहा छैन कहाँ पास भयो, कहिले पास भयो, कुन सालसम्म पास भयो, त्यही थाहा छैन। त्यसले गर्दाखेरि जस्तो धेरै कुराहरू गर्नु बाँकी छ होइन। यी कुराहरूको अन्त्य हुनुपर्छ, अनि मात्रै साँच्चै फुटबलको विकास हुन्छ। व्यावसायिक रूपले चलाउने हो भने साँच्चै व्यावसायिक व्यक्तिहरू नियुक्ति गर्नुपर्छ। फुटबल सङ्घको पदाधिकारीहरू मोटरसाइकलमा कालो चिया खाएर बिहान दिउँसो कालो चिया खाने, राति चिसो कालो चिया खाएर हुन्छ बिल मिलाएर। त्यसको अन्त्य हुनुपर्छ। त्यसको अन्त्यको लागि हामी यहाँ बसेको सबैको तर्फबाट चाहिँ म चाहिँ यहाँ कमिटमेन्ट पनि गर्न चाहन्छु। अर्को कुरा, अहिलेसम्म मचिन्द्र क्लबले चाहिँ पुरस्कार राशि पाएको छैन। अब हामी 1-2 दिनभित्र यहाँ भएको सबै पदाधिकारी हामी सबैलाई म अनुरोध पनि गर्छु, हामी जुलुससहित फेरि हामी ज्ञापन पत्र दिन्छौँ। जुलुससहित त्यो पैसा तुरुन्त निकास होला। यो 1-2-3 दिनभित्र हामी गर्छौँ। त्यसले गर्दाखेरि ती यहाँहरू मार्फत पनि म अविलम्ब ती रकमहरू चाहिँ निकासको लागि म अनुरोध गर्न चाहन्छु। अब भ्रष्टाचार प्रमाणित बाबुले फाँसी दिँदैछ। फाँसी अब नेपालमा कानुनै छैन, उहाँले भन्नुभएको छ फाँसी नैतिकताको आधारमा त छोडिदिए पनि पुग्छ कि फाँसी जानै पर्दैन भने हात हुन्छ। अब अहिले उहाँकै पार्टीभित्र चाहिँ विद्रोह भइरहेछ। हामीले यो कुराहरू पहिले गर्नु हुँदैन भनेर धम्काउनु। त्यसले गर्दाखेरि अब चाहिँ कसो भन्दाखेरि साँच्चीकै यो अभियान करिब चाहिँ हामी 50-60 चाहिँ आँकडा चाहिँ पुरा गरेको जस्तो लाग्छ मलाई। अब हामी 30-40 को आँकडा पनि हामी पुरा गर्छौँ, किनकि हामी युनाइटेड छौँ। आज हामीलाई सहयोग गर्ने, हामी बिना पैसा चाहिँ हामी आफ्नो खल्तीले चाहिँ जुन किसिमको अहिले आन्दोलन चलाएको छ। आज हिजो अस्ति महेश खरेल भाइ भेटेको थिएँ। महेश भाइहरू एउटा कार्यक्रम त सहयोग गरिदिनु पऱ्यो नि, मिनिमम रेटमा भनेर। मिनिमम रेटमा होइन, म फ्रीमा दाइएको आन्दोलन मलाई एकदम खुसी लाग्यो। त्यसले गर्दाखेरि म तपाईँहरूलाई चाहिँ फ्रीमा यो कार्यक्रम चाहिँ स्पोन्सर गर्छु भन्नुभएको छ। त्यसको लागि म आनन्द पार्टी प्यालेसका भाइहरू र यहाँको जुन स्टाफहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। विशेष गरेर महेश खरेल भाइलाई पनि म धन्यवाद दिन चाहन्छु। हामी यस्तै कार्यक्रमहरू गर्दै जानेछौँ। जिल्लामा पनि अहिले बोलाइरहेछन्। तपाईँहरू चिन्ता नगर्नु, पैसाको खर्च हुँदैन।
भन्नुभएको छ। त्यसले गर्दाखेरि अब हामी फुटबलको विकासको लागि हामी निरन्तर लाग्छौँ र सम्पूर्ण यहाँ उपस्थितलाई म व्यक्तिगत तर्फबाट अभियानकर्ताको तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। यो देशमा चाँडै फुटबलको विकास होस्, यो अहिलेको वर्तमान अवस्थाबाट निकास पाओस्, सम्बन्धित निकायहरूले नै चाँडै छानबिन गरेर एउटा टुङ्ग्याओस् भन्ने मेरो आफ्नो के अरे इच्छा जाहेर गर्दै म यहाँहरू सबैबाट म बिदा दिन चाहन्छु। धन्यवाद। जय फुटबल, जय